प्रभु येशू ख्रीष्टको नाउँमा तपाईहरु सबैजनालाई जय मसीह। आजको यी सुन्दर समयमा तपाई र म यी अत्यन्तै महत्त्वपूर्ण र सुन्दर सत्य सुन्न गइरहेका छौं। अनुग्रहद्वारा धर्मी। यादे तपाईले कहिले यस्तो सोच्नु भएको छ, म पर्याप्त राम्रो छैन, म धेरै पापी छु, परमेश्वरले स्वीकार गर्नुहुन्न। आजको सन्देश तपाईका लागि हो प्रिय मित्र। उहाँको अनुग्रहद्वारा ख्रीष्ट येशूमा भएको छुटकाराद्वारा सित्तैमा धर्मी ठहराएका छौं। रोमी 3:24। धेरै मानिस सोच्छन् हैन, धेरै मानिसहरूले सोच्छन् धेरै प्रार्थना गरेपछि मात्र धर्मी भइन्छ, धेरै उपवास गरेपछि मात्र धर्मी भइन्छ, धेरै सेवा गरेपछि मात्र परमेश्वर खुसी हुन्छ। तर बाइबल भन्छन् धर्मी कोही छैन, एकजना पनि छैन। रोमी 3:10 यदि कोही पनि धर्मी छैन भने हामी कसरी धर्मी भयौं? एउटै उत्तर छ, अनुग्रहद्वारा हो प्रिय मित्र। कल्पना गर्नुहोस्, अदालतमा उभिनु भएको छ, न्यायाधीश अगाडि छ, सबै प्रमाण तपाईको विरुद्धमा छन्। न्यायाधीश भन्छन् तिमी दोषी हौ, तर अचानक यीशु अगाडि आउनुहुन्छ र भन्नुहुन्छ यसको सजाय मैले भुक्तान गरिसकेको छु। न्यायाधीश भन्छ तिमी स्वतन्त्र भयो। यो न्याय होइन प्रिय मित्र, यो नै अनुग्रह हो। धर्मी भनेको के हो त? धर्मी भन्नाले कहिले गल्ती नगर्ने होइन, पाप नै नगर्ने होइन प्रिय मित्र। परमेश्वरको सामु निर्दोष ठहरिनु। उहाँले पाप नजान्ने यीशुलाई हाम्रो लागि पाप बनाउनु भयो ताकि हामी उहाँमा परमेश्वरको धार्मिक बनौं। हाम्रो धार्मिकता फाटेको मैलो कपडा जस्तै हो प्रिय मित्र, मानव जातिको। तर यीशुले आफ्नो सफा धार्मिकता हामीलाई हैन, धार्मिकताको वस्त्र हामीलाई पहिराइदिनु भएको छ। अब परमेश्वरले हामीलाई यीशु भित्र हेर्नुहुन्छ। अनुग्रह त्यसो भने के हो त? अनुग्रह भनेको नपाउने, योग्य हुँदा हुँदै पनि पाइने दान वरदान हो। अनुग्रहद्वारा विश्वासबाट उद्धार पाएका छौं, यो कामबाट होइन ताकि कसैले पनि घमण्ड नगरोस्। एफिसी 2:8-9 जस्तै विद्यार्थी फेल भयो हैन, तर शिक्षकले भन्छन् म तिमीलाई पास गरिदिनेछु। किन? प्रश्न उठ्छ। विद्यार्थीको कारणले हो? होइन प्रिय मित्र, शिक्षकको दयाले। यही नै अनुग्रह हो। यस कारणले कामद्वारा होइन, विश्वासद्वारा हैन, व्यवस्थाका कामद्वारा होइन प्रिय मित्र। येशू ख्रीष्ट माथिको विश्वासद्वारा धर्मी ठहरिन्छौं। गलाती 2:16 यदि कामले उद्धार हुन्थ्यो भने क्रुसको आवश्यकता पर्ने थिएन, येशूको मृत्यु व्यर्थ हुने थियो। डुबान परेको बस्तीमा मानिसहरू उद्धार गर्न हेलिकप्टर डोरी लिएर डोरी झारिदिन्छ प्रिय मित्र। उसले के गर्नुपर्छ? होडिन सिक्नु पर्छ? प्रश्न तपाईलाई। होइन प्रिय मित्र, माथि हेलिकप्टरबाट छोड्दिएको हैन, झार्दिएको डोरी समात्नु पर्छ। डोरी भनेको चाहिँ अनुग्रह जस्तै हो, समात्नु भनेको चाहिँ विश्वास जस्तै हो प्रिय मित्र। कसैले भन्छ अनुग्रहको दुरुपयोग होइन प्रिय मित्र। कसैले भन्छ अनुग्रह प्रशस्त छ, हामीले पाप गर्दा केही हुँदैन, मर्ने बेलामा त्यो पश्चाताप गरे होइहाल्छ नि भन्छ। तर यो गलत शिक्षा हो, यो गलत कुरा हो। अनुग्रह बढोस् भनेर के हामी पापैमा बसिरहौं? कदापि होइन। रोमी 6:1-2 कैदी छुट्यो जेलबाट हैन, अब ऊ फेरि मैले छुटकारा पाइहाल्ने भनेर फेरि उसले अपराध गर्ने हो? होइन। अनुग्रहले पापबाट छुटकारा दिन्छ, पापमा बस्न छुट दिँदैन प्रिय मित्र। अनुग्रहद्वारा धर्मी भएपछि डर हट्छ प्रिय मित्र, कृतज्ञता आउँछ, प्रेमबाट सेवा हुन्छ प्रिय मित्र, नम्रता आउँछ। काम उद्धारको कारण होइन, उद्धारको फल हो। परमेश्वर भन्छ मेरो अनुग्रह पर्याप्त तिमीमा छ। खाली हातले पनि राजाको दरबारमा पस्न पाउनुहुन्छ, किनकि राजाको छोरा प्रभु येशू ख्रीष्ट सँगै हुनुहुन्छ। हामी खाली हात छौं, तर येशू हाम्रो साथमा हुनुहुन्छ। आउनुहोस्, तपाईँ र म सँगै प्रार्थना मिलेर हामी गर्नेछौँ। प्रभु येशू ख्रीष्ट, म आफ्नो काममा होइन तपाईको अनुग्रहमा भरोसा गर्दछु, मलाई स्वीकार गर्नुहोस् येशू प्रभुको नाउँमा, आमेन। यदि यो सन्देशले तपाईलाई छोयो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोस्। परमेश्वरले तपाईलाई प्रशस्त आशिष दिनुहोस् र आफ्नो मनमा लागेका कुराहरू कमेन्टमा लेख्न नछुटाउनुहोस्। जय मसीह। परमेश्वरले तपाईको जीवनमा आशिष दिउन्।